केटाकेटी पनि कता गए? ए दिदी पुस्दै गरेको देख्नुहुन्न? सबै दाम पाइला बसेन कहिले यस्तो घर देखेको भए पो आफूलाई पुस्ता पुस्ता कम हैरान छैन। ए पुस्दै रहेछ कान्छी, मैले देखिनँ। कति फोहोर पार्छन् हौ केटाकेटीले। मिसिन कान्छीको छ, आफ्नो छैन। मिसिनमा त मिसिनमा हाल्नु हुन्थ्यो। होस् अब कान्छीको मिसिन हो। के आँखा छैन देख्नुहुन्न? यत्रो पुस्ता पुस्ता हैरान छ। देखिन नि कान्छी, तिमी उता रहेछौ, म सरासरी यता आएँ, देखिन। यो एउटै घर देउरानी जेठानी चाहिँ यो कोठा कोठा लिएर कसैका पनि नबसुन्, बरु एउटा बाहिरै घर भाडामा यसो झुप्रा घरमा बस्नु पाए पनि हुने। आफूले मरि मरि घर बनायो, दुःख गरेर हैरान गरेर जेठानीलाई उहाँ रजायो। मम्मी फेरि यो आएछ। अघि त्यसकी आमा चाहिँलाई सबै दाम बसाएर हिँडेको थियो, फेरि छोरो चाहिँ आएछ दाम बसाउन। आफूलाई पुस्ता पुस्ता हैरान छ, घरि आमा घरि छोरो। के हो बाबु? यता हो। के भयो? नरो के भयो भन त? काकीले त्यहाँबाट टेकेर आउँदाखेरि गाली गर्नुभयो? ठिकै छ त, काकीको आमा हो नि त। काकी भनेको पनि पाइला बस्छ, फोहोर दागी लाग्छ भनेर होला त्यस्तो नराम्रो नगर। ए के हो ठुलो मम्मी? ए के छैन बाबु, म पुछिहाल्छु नि। जाऊ जाऊ उता जाऊ जाऊ, म पुछिहाल्छु नि। अब टेकिन्छ त, नटेकेर कहाँ टेक्नु त? होइन कान्छी, तिमी त के हो, एक दिन घर पुस्दा पनि पाइला बसेर के भनेर मेरो बाबुलाई शुद्ध गाली गर्यौ। मलाई पनि त्यसै भन्दै देऊ कि। पुछे ठाउँमा आएर टेक्नुहुन्छ त पाइला बस्दैन? अनि पुछेर अनि टेक्ने ठाउँमा नटेकेर कहाँ टेकेर हिँड्नु त? तिमी त हप्तामा एक दिन पुस्छौ, म त हप्तामा 6 दिन पुस्छु। खोइ कहिले कसैलाई केही भन्दिनँ। एक दिन पुस्दा अनि यत्रो साह्रो गर्नुपर्छ? तपाईँहरू आमा छोरै उस्तै हुनुहुन्छ। छोरा पनि दादा चाहिँ केही खायो भने दादा के हो भन्दै आइपुग्छ, आमा चाहिँ उस्तै। ए कान्छी, उनीहरू त दाजुभाइ हुन्। अहिले तिमीले दाजुभाइलाई यसो गर्यौ भने भोलिका दिनमा के गर्छन् उनीहरूले? उनीहरूलाई दाजुभाइलाई त्यस्तो गर्नुहुन्छ? तिम्रो र हाम्रो कारणले ती बालकहरूलाई नराम्रो नहोस्। जब एक दिन तँ छोड्देऊ, बरु मै पुछिहाल्छु। जा एक दिन त पुछ्छौ हप्तामा, अरू दिन अफिस गइहाल्छौ। म त यत्तिकै घोटिएको घोटे गर्छु, खोइ केही भन्दिनँ कसैलाई पनि। बरु एउटाका भाँडा माझेर नि एउटा कोठामा बसेर जीविका गर्न राम्रो। यो देउरानी जेठानी ओल्लो कोठो पल्लो कोठो बसेर जीविका गर्नु चाहिँ साह्रै गाह्रो रहेछ। त्यहाँ माथि कमाउने देउरानी।